गुड मर्निङ एभ्रिवान। मेरो चाहिँ होइन सो मेरो ड्युटी सकेको अवस्थामा अनि हजुरहरूको चाहिँ ड्युटी स्टार्ट भएको होला होइन। सो म चाहिँ रातभरि काम गर्दा गर्दा होइन एकदमै ठुलै लागेको छ। अनि सो अब घर जाने हो होइन, खानासाना टक्क बनाउने हो अनि त्यसपछि खाएर चाहिँ सुत्ने हो। अनि फेरि नाइटमा चाहिँ मेरो ड्युटी छ कि फेरि नाइटमा आउनुपर्छ होइन। सो अहिले चाहिँ म घर निस्किराखेको अवस्थामा फाइनली गाइस होइन के गर्नु, अर्काको ठाउँमा जे जस्तो पनि काम गर्नै पर्छ। अनि जति नै बिरामी भए पनि काम गर्नै पर्छ होइन। त्यसै कारणले गर्दाखेरि छुट्टी पाइँदैन। अनि जति नै भए पनि होइन, दुख बिमार नै भए पनि काम गर्नै पर्ने रहेछ होइन। अनि तपाईँहरू चाहिँ कहाँ कहाँदेखि हुनुहुन्छ भन्नु होला। म चाहिँ हाल साउदी अरबदेखि छु होइन। के गर्नु, यस्तै छ जिन्दगी। अनि म चाहिँ अब यहाँ लिफ पुरेर बसेको अवस्थामा है त। सो मेरो लिफ फुलेन होइन। अनि म चाहिँ अब सिडीदेखि जान लागेको अवस्थामा है। अनि अब चाहिँ म सिडीमा यसरी झर्छु कि होइन, यहाँ त चिप्लेर लड्यो भने नि 32वटा बङ्गार खुस्किन्छ अरे भनेर सुन्यो कि होइन। यिनीहरूको काम चाहिँ हेलो गाइस हाई। अनि सो अनि म त जिप फ्लोरमै थिएँ नि त होइन। म किन फेरि म यता आइसकेको अवस्थामा कोही आउने कोही जाने भइरहेछ होइन। गाइस यो चाहिँ मेरो यो भोटभोटे हो होइन, यो मेरो मिसिन हो। कति धेरै यहाँ मान्छेहरू आइछ होइन। गाइस म र यो चाहिँ मेरो कमदारीहरू भन्न नभएको आएछ। म यहीँ आएछु। रोको रोको लेकी जाऊ, तुम लेकी जाऊ। हामी चाहिँ निस्केको होइन। मेरो मान्छे चाहिँ मर्निङ हो, म चाहिँ नाइट हो, त्यही पनि झम्का भेट भइहाल्यो। अब निस्केको गाइस। हाम्रो युट्युब च्यानलमा चाहिँ सबैजनाले सब्सक्राइब गरिदिनु होला। म चाहिँ गएर पुग्लुक्कै सुत्ने हो। मेरो मान्छे चाहिँ दिनभरि ड्युटी गर्ने, त्यही पनि खुसी नै छ होइन। सो गाइस हामी चाहिँ निस्केकै पछाडि पनि आउँदै रहेछ। साउदी अरबमा चाहिँ होइन लस्तै बिजोग छ है गाइस, बिजोग छ। यहाँ हेर्नु दाजुभाइहरूको यस्तो बिजोग छ कि होइन। यस्तो कम्पनीमा चाहिँ नआउँदा नि हुन्छ है। कालो चस्मा मात्र ढल्काएर के हो त नि पारा। अब यहाँ हेर यस्तो बिजोग छ कि भाइरल हुन्छ भनेर नि हो। अनि म चाहिँ आएर गाडीमा बसिसकेको अवस्थामा होइन। अब चाहिँ 1 घन्टा लाग्छ म रुमसम्म गएको। मेरो भिडियो चाहिँ म अपलोड गर्नेछु है। सबैजनाले मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। सक्यो फाइनली गाइस, ड्युटी सक्यो। अब चाहिँ रुममा कुदेको अवस्थामा भन्ने चाहन्छु।